गाइज वेलकम टु माई मिनी ब्लग। आज म युट्युबबाट हेरेर पिज्जाको लागि तयारी गर्दैछु। सबै सामग्रीहरू हालिसकेँ। मैले पनि आँटाबाट बनाउँदैछु। हेर्नु चाहिँ कस्तो हुन्छ। अब म आँटा गुन्नु गइरहेछु। आज मेरो छोराले आँटा गुन्दैछ। मेरो छोराले मलाई हेल्प गर्दैछ गाइज। हेर्नुहोस् ऊ पनि सिक्दैछ। आमा सँगसँगै छोराले पनि हरेक कुरा सिक्दैछ पकाउनु। पछि मलाई पनि सजिलो हुन्छ नि गाइज। ल यहाँ हाम्रो डो बनिसक्यो। अब यसलाई हामी एकछिन छोपेर राख्छौँ। हामी एकछिन यसलाई यसरी छोपेर राख्छौँ। अनि एकछिनपछि गर्नुपर्छ हामीले। एकछिन 1 घन्टा जति राख्नु अरे। अब म यसलाई यसरी प्लेटमा राखेर यसलाई म डो बनाउँदैछु। हेर्नुहोस् त यसरी डो बन्दैछ यो। फिजाएर यसरी गर्ने। मैले पिज्जामा यहाँ सस हालिसकेको छु। मैले सस हालिसकेको छु। अब यसलाई गर्छ त्यति डटर गर्न छुजिन भन सक्यो मैले मात्रै गरेको छु। यसलाई यसो गर्नुहोस्। मजाले ब्लेन्ड भइसक्यो अब यो। अब यसमा हामी बिस्तारै माथिबाट चिज अनि प्याज सबै हाल्छौँ। तयार हुँदैछ। हाम्रो पिज्जा चाहिँ लगभग रेडी भइसक्यो गाइज। हेर्नुहोस् यस्तै हेर्दै दामी यम्मी यम्मी भएको छ। ल दामी पिज्जा। अब हामी यसलाई सर्भ गर्छौँ एकछिनमा। हेर्नुहोस् है यम्मी यम्मी पिज्जा। गाइस हाम्रो पिज्जा रेडी भयो। हामीले घरमा गरेको फर्स्ट टाइम यस्तो भयो। अब हामी टेस्ट गरेर भन्छौँ कस्तो भयो भनेर गाइस। हेर्नुहोस् रेडी फर पिज्जा। यो यम्मी यम्मी पिज्जा, डेलिसियस पिज्जा। कस्तो भयो पिज्जा? एकछिनमा कस्तो पिज्जा गाइस? पिज्जा कस्तो भयो? यम्मी हो? म खायो नि। बनाउने मान्छे पनि म नै हो। बनाउने मान्छे मेरो छोरा हो। गुड बोय। मेरो अब कस्तो पिज्जा? यम्मी हो? मिठो छ मिठो 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 डेलिसियस डेलिसियस। कसले बनाएको भन् त? कसले बनाएको पिज्जा? आइको तिम्रो? यम्मी यम्मी।